कोइला बनाउनलाई आगो बाल्दैछौँ गाइस। अहिले चाहिँ आगो बल्यो हुरुरी केटीको कभर लगाएर होइन टोक्छ यसो पिक्चर पनि हल्लाउँदैन यस्तो एयरपोर्ट लगाएर 16 वर्षे उमेरैमा रेल चाहिँ यतापट्टि पछाडिबाट गाइस मासु पोल्दैछौँ हामी। सुँगुरको सकिसक्यो अहिले ब्लगको याद आयो होइन गाइस। कुखुरा आएको होइन तर के गर्नु क्या सङ्ग्रबेली फुले नआएको छैन फुले ब्लगर भइसक्यो म। Stop it. Get some help. कस्तो भिडियो गरिरहेको छु अहिले। अब यहाँ केटाहरूले मासु पोल्ने ल्याउँदैछ। ओभर राम्रो छ होइन केटा हो। हामी आएको सङ्ग्रबेली मासु पोल्न। ए आज यो साथीको बर्थडे। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे। अनि तँ काम नगरी को काम गर्छ साथी? यो फोहोर भयो अरे केटाहरूलाई यो भगै गर्दैछ। हेलो गाइज। अहिले चाहिँ हामी आगो बाल्दैछौँ के को लागि भन्दाखेरि हामी अब हामीसँग कोइला छैन त्यसैले कोइला बनाउनलाई आगो बाल्दैछौँ। ह्यान्डसम हो हाम्रो गाउँको फेरि प्लास्टिक लिँदा छौँ हामी। प्लास्टिक लिनु गएको अहिले चाहिँ म होइन आगो निभिसक्यो। प्लास्टिक होइन बहुत फोहोर फालेको छ। यो शङ्करबेली भाइरल भएदेखि एकदम फोहोर भएको छ। यस्तो प्लास्टिक लिएर बाबा गयो प्लास्टिक क्या देखिन्छ ओभर बुढो देखिन्छ त पनि यार। पेट पनि लागेर होला। अब यसले कचर 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 हालेको छ यहाँ होइन गाइस। अब आगो बल्दा What? के भन्दिनँ नि त मेरो ब्लगमा। अहिले त हामी टक्कसँगले आगो बालिसकेको छौँ। आगो बल्छ बिस्तारै। अहिले हामी यहाँ रेस्ट गर्दैछौँ। यहाँ हाम्रो भाइ राम भाइले एयरपोर्ट लगाउँदा हिरो बन्दै यहाँ मोबाइल चलाउँदैछ। के चलाउँदैछ केटीको कभर लगाएर फेरि पनि मैले प्लास्टिक उताबाट खोजेर ल्याएर यिनीहरूको अब काम छैन होइन। यिनीहरू यहीँ बस्छ डुल्छ खान्छ। म यो काम गर्ने बर्थडे पनि काम गर्दैछु। अब टक्कसँग प्लास्टिक घुसाइदियो। अब आगो बल्छ फेरि हामी अब बस्नु जान्छौँ उता। ओ आऊ ड्याडलाई पर्खिदियो। ड्याड आएको छैन। ड्याड आएपछि चाहिँ टक्क सामानहरू आइहाल्छ सबै। जाने चाहिँ होइन अब हेरी मात्रै राख्छ बल्छ बल्दैन बल्छ बल्दैन। यतापट्टि आएर बस्न दुवामा यहाँ राम्रो सामना एयरपोर्ट लगाएर यता अर्को भुजेल मुला कपाल फुलेर बुढो भइसकेको छ। खोइ पछाडि फर्कित है सब कपाल फुलेर। No! God, please, no! 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 16 वर्षे उमेरैमा यो पनि बुढो भएछ। यहाँ एउटा केटा छ यो हाम्रो गाउँको एकदम ह्यान्डसम काले ह्यान्डसम ब्ल्याक ह्यान्सी। ए हामीलाई के भन्छ धुनुपर्छ धुनुपर्छ भन्छ। आफू चाहिँ यहाँ एयरपोर्टलाई राजाको राजा परदादा भनेर कस्तो दामी कुमकुम हेर्ने नाच्दैछ गाइस त्यहाँ।
अब 1-2 जना यसो हान्न मान्ने होइन हान्नु भनेको यिनीहरूको अब आँटै छैन भन्ने आइज यहाँ ढुनुपर्छ अब आगो बलिसकेको छ र यहाँ पनि हाम्रो यो ब्ल्याक ह्यान्डसमको यहाँ साथीहरू आइसकेको छ काम गर्नलाई ब्ल्याक ह्यान्डसम ठिक छ भन्दैछ र अब यो हामी यसको भित्र हाल्नेछौँ ओइ हालौँ न त कहिले चाहिँ कोइला हालिँदैछ टक्कसँगले अहिले चाहिँ हामी कोइला हाल्दैछौँ मासुको लागि पोल्नको लागि होइन टक्क यो चाहिँ हेर्ने मात्रै कस्तो तातो यार गाइस मासु पोल्दैछौँ हामी ओइले देखाइदिए मासु है ल पोल्दै आँखा गर ल यो त Oh my god! Wow! खा एक्लै त पनि कोक एक्लै खा मलाई त केही दिएन यार होइन अब चाहिँ कोक खान्छु म एक्लै खा बाउ खा दुब्लो छस् मजाले खा पुगेन भने मेरो भाग पनि खा गिलास खोइ ए पकडी रुपा लागेर त लास्ट टाइम आगो पानीले कोक हाल्न कोक भब त्यस्तै होइन यति धनी छौँ कि केटा हो कोकले आएको नियम परेछ क्या यति धनी छौँ Wait for it. Here it comes. Almost there. मासु ग्रिल हुँदैछ केटा हो अब फेरि यति धनी छौँ कि मिनरल पानीले आगो नियम पर्छ क्या पोल्न नि मजा आउँछ क्या हाम्रो हेन्सम आइपुग्यो छोड यहाँ हाम्रो टेडीको हेन्सम उयो इचलको हेन्सम सुँगुरको सकिसक्यो अहिले ब्लकको याद आयो होइन गाइस कुखुराको यहाँ छ यो कुखुराको चाहिँ अब धेरै भयो अनि अब भरे घर लगेर झोल बनाएर खाने होइन गाइस कुखुराको चाहिँ यो मात्रै है फेरि यसको लागि यहाँ है त यो हामी यो 1 2 3 4 चाहिँ सुँगुर हो होइन टक्कसँगले सुँगुर खाइँदैछ सबै राम्रो राम्रो मासु खाइसक्यो ह्यान्डसम हेर कपाल काटेर ह्यान्सी भएको छ दियोस् होइन म पनि कपाल काट्नुपर्ने हुन्छ गाइस भोलि कुखुराको गाइस ओइला कुखुराको खा के हो यो मासु यस्तो यो मासुको यो कस्तो बोस हो यो यहाँ बत्तिस ब्रो ए झन्डै कुकुरलाई दिन्छु खै हट्ट कता गयो आइज आइज चोइ 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 ल उता खायो झगडा चाहिँ नहाने एकदम बोसो बोसो सब दिन्छु ल त पनि चिन्ता नहान न अब गाइस अहिले चाहिँ हामी त्यहाँबाट मासु पोलेर आइसकेको छौँ यो रुखको तल मासु सकेर अहिले चाहिँ हामी आएको छौँ अब यहाँ केही खाने हामी चल्दैन होइन